ल एकदमै बेसिक रूपमा अपरेटिङ सिस्टम भनेको के हो भनेर बुझ्दाखेरि हाम्रो यो हार्डवेयर कम्प्युटर मानौँ कम्प्युटरमा अहिले केही पनि छैन है, अपरेटिङ सिस्टम पनि छैन भनेर बुझ्नु। कम्प्युटर मात्रै दियो कसैले हैन, खाली भएको दियो भने त्यसमा चाहिँ के गर्छ त हामीले अपरेटिङ सिस्टम यसमा इन्स्टल गर्छौँ हैन। अनि यसको कारणले गर्दाखेरि के हुनु भन्दा अपरेटिङ सिस्टम भन्दा माथि चाहिँ के हुन्छ एप्लिकेसन प्रोग्राम, जस्तै वर्ड एक्सलहरू भयो। अनि यहाँ डिभाइस ड्राइभर भनेको प्रिन्टरको प्रोग्रामहरू यहाँ हामीले इन्स्टल गरिन्छ हैन। अब भनेपछि अपरेटिङ सिस्टम भनेको के भयो त भन्दाखेरि इट इज अ प्रोग्राम हैन। प्रोग्राम धेरै हुन्छन् त्यहाँ हैन। कस्ता कस्तालाई चाहिँ अपरेटिङ सिस्टम भनिन्छ भन्दाखेरि विन्डोज 10, 11, उबुन्टु हैन। यसरी फरक फरक भेराइटिज अफ अपरेटिङ सिस्टमहरू हामीले बजारमा पाउन सक्छौँ। कुनै चाहिँ पैसा तिरेर पनि किन्न पर्ने हुनसक्छ भने कुनै चाहिँ ओपन सोर्स पनि हुनसक्छ। ओपन सोर्स भनेको पैसा नलाग्ने डेभलपरहरूले चाहिँ फ्रीमा बनाइदिएको सफ्टवेयर अपरेटिङ सिस्टम हैन, त्यो चाहिँ पैसा लागेन। ओपन सोर्स भनेर तपाईँलाई यो ठिक लाउनेमा के अब्जेक्टिभ क्वेसनमा सोध्न सक्छ। ओपन सोर्स भनेको के हो भनेको पैसा नलाग्ने प्रोग्रामहरू हो भनेर लेख्न पर्यो हैन, ठिक लाउनु पर्यो। अब यो अपरेटिङ सिस्टमको काम भनेको के हो त हार्डवेयर र युजर प्रोग्रामको बिचमा बसेर काम गर्ने। यहाँ के हो हार्डवेयर र युजरको बिचमा बसेर काम गर्ने, सहयोग गर्ने हैन। लमी जस्तो के यताको कुरा यता ल्याइदिने यताको कुरा उता ल्याइदिने हैन। अब काम चाहिँ केले गर्ने त भन्दाखेरि प्रोग्राम हो। सबै कुरा के हुन्छ त कम्प्युटरमा प्रोग्राम भनेर सम्झिहाल्नु पर्यो, बिना प्रोग्राम त्यहाँ केही पनि हुँदैन। काम चाहिँ हार्डवेयरमै हुन्छ लो लेभलमा, तर त्यो लो लेभलमा हार्डवेयरमा गराउने काम पनि के हुन्छ भन्दा यो इन्स्ट्रक्सनले चाहिँ कुन काम गर्ने भनेर चाहिँ यसले दिएको हुन्छ। प्रोग्राम भनेको सिरिज अफ इन्स्ट्रक्सन हो हैन। अनि यो अपरेटिङ सिस्टम चाहिँ कहाँ बसेर काम गर्छ त भन्दाखेरि माथि यहाँ जस्तो देखायो नि हार्डवेयरमा त देखायो हैन। हार्डवेयरलाई चाहिँ यसले हेर्छ भनी भन्यो, तर यसले काम कसरी गर्छ त भन्दा यो पनि एउटा प्रोग्राम हो। प्रोग्राम जति सबै कहाँ बस्छ त ऱ्याममा बस्छ। त्यही भएर ऱ्याम चाहिँ धेरै ऱ्याम भयो हैन। जस्तो पहिला चाहिँ 512 को MB को थियो भने अचेल चाहिँ हामीले बजारमा कतिसम्म पाउन सकिन्छ त सामान्य भन्दा 16 GB सम्मको पाउन सकिन्छ। 16 GB भयो भने के भन्दाखेरि यतिमा चाहिँ अपरेटिङ सिस्टम बस्यो। अब यतिमा चाहिँ हाम्रो युजर प्रोग्रामहरू बस्न सक्यो। अब यदि यो नै थोरै छ भने अपरेटिङ सिस्टमले धेरै स्पेस खाने भयो अनि यो प्रोग्रामहरू चाहिँ फास्ट चल्न राम्रोसित पाएन, धेरै प्रोग्रामहरू चल्न पाएन। यसरी चाहिँ अपरेटिङ सिस्टमको बारेमा कुरा गर्दाखेरि यसले हार्डवेयरलाई म्यानेज गर्छ र हामीलाई काम गर्नलाई सहयोग गर्छ हैन। अब यसमा अर्को एउटा भनेको चाहिँ एउटा मैले अलिकति यो GUI र CLI भन्ने हुन्छ हैन। यो भनेको जस्तो हामीले विन्डोजको चलाइन्छ नि सामान्य, यो भनेको ग्राफिकल युजर इन्टरफेस के हैन। हामीले कमान्ड लेख्न परेन नि त, माउसले चाहिँ यहाँ ठिक लाग्यो भने यो चल्यो। यो भनेको GUI हो हैन। हामीले मोनिटरमा हेरेर चाहिँ यो गर्न सक्छौँ। अर्को भनेको एकदम प्रोफिसिएन्ट कम्प्युटर चलाउनेहरूले चाहिँ के गर्छन् त भन्दाखेरि यो GUI हुँदैन, उनीहरूको मोनिटर त हुन्छ, मोनिटर नहुने भन्ने त होइन। तर के हुन्छ भन्दाखेरि यस्तो चित्र आइकनहरू यस्तो केही पनि देख्दैन। उनीहरूले चाहिँ जस्ट एउटा लाइन हैन ABCD मात्रै देख्छ क्या। ABCD कमान्ड हान्छन् उनीहरूले चाहिँ हैन। कमान्ड हानेर चाहिँ जस्तो MKDIR भनेर चाहिँ के गर्छ त एउटा फोल्डर बनाउँछन्। अब हामीले चाहिँ फोल्डर गर्दा के हो त राइट क्लिक गरेर न्यू फोल्डर गरिन्थ्यो हैन। अब यिनीहरूले चाहिँ यसरी MK डाइरेक्टरी भनेर चाहिँ एउटा फोल्डर बनाउँछन्। यसरी कमान्ड लेख्छन् यो CLI मा, कमान्ड लाइन इन्टरफेस हो भने यो चाहिँ ग्राफिकल युजर इन्टरफेस है। यति भएपछि तपाईहरुलाई अपरेटिङ सिस्टमको बेसिक जानकारी चाहिँ भयो होला भन्ने मैले अनुमान गरेको छु है।